what's up guys, welcome back to my another vlog. So म फेरि पनि ब्याक भइसकेको छु नयाँ भ्लग लिएर र मैले चाहिँ बिचमा भ्लगिङ अलि गरेको थिएन तर आजबाट चाहिँ फेरि भ्लगिङ सुरु हुन्छ र हामी चाहिँ अहिले चाहिँ कहाँ आएका थियौँ रे मोमो हामी आज हेलो गाइज कहाँ आएका थियौँ हामी आज मेरो कान्छो ससुरा बुवा मेरो श्रीमानको अङ्कल अर्थात् हाम्रो पनि अङ्कलको घरमा आएको थियौँ। उहाँको घर चाहिँ अलिक टाढै पर्छ अनि आन्टी बिरामी भएकोबाट भेट्न आएको, अब फर्किनु लाग्यो। उहाँसँग अलिअलि थोरै भिडियो क्लिपहरू खिचेको छु, त्यो चाहिँ त्यहाँ राखिदिनेछु हजुरहरूलाई यसो सर्टकट। र गाइज होइन अब हामी चाहिँ घर फर्किन लागेका छौँ र अब हामी बिहानै आएका। अहिले घाम डुबिसक्यो गाइजहरू, उदाउँदा आएको घाम अस्ताउन लाग्यो, घाम उदाउँदा आएको घाम अस्ताउन लागिसक्यो र केही छैन गाइजहरू, लेट्स गो। र गाइज यो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनुहोस्। र उताबाट बा आउनुभयो, र उताबाट बा चाहिँ स्कुलमा पढाउनुहुन्छ र अब बा चाहिँ अहिले भर्खर आउनु भएको छ उताबाट बा आउँदै हुनुहुन्छ र हामी चाहिँ अब जान लाग्यौँ। आउँदै आउनु भएन अङ्कल, हामी कहाँ हो जानु लाग्यो हजुर। किन हुँदैन नि अभी अब यसको स्कुल छ अनि भोलि के पढाउनु पर्यो। जति पनि भ्याइँदैन बिहान जानु उठ्यो होइन नि भ्याइँदैन, भो जान्छ मैले अहिले जान्छ म आउँदै आउनु न 4 बजीसम्म कुरेको थिएँ नासी अनि हिँडेका उता बाले देखाइदियो न भिडियोमा। ल ल ल ल ल धन्यवाद जानु हजुरले जिन्दिन टाटा गर्दै टाटा ल बस्नु है ल आउँदै गर्नु उता नि खायौँ खाएर हिँडेको। ए आन्टीले घिउ राखेर भात पकाएर साग पकाएर खुवाएर यहाँ सुत्केरीलाई अन्त बढी स्याहारेर पकाउनु। बिरामीलाई भेट्न आएको झन् आउने आउने हो यस्तै हो नि अब निस्केर ल आम्ला अलिपर्छ यसको बिदामा आउँछ म अहिले स्कुल छ हस्। र गाइज होइन अब के गर्ने, अब भोलि मेरो स्कुल भएर अलि बिग्रियो कुराकानी। र यो चाहिँ मर्स्याङ दियो होइन, यो तलको अलिक खोला देखिएन, अहिले देखाउँछु म। र गाइज अब यस्तै हो, यस्तै छ पारा। मेरो चाहिँ आज बिदा चाहिँ भोलि स्कुलको एनिभर्सरी हो र आज चाहिँ मेरो बिदा थियो एनिभर्सरी प्रिपरेसन लिभ र म एनिभर्सरीको प्रिपरेसन लिभमा म यता डुल्न आएको छु। अब के गर्ने, अब भोलि चाहिँ स्कुल जान्छु र पर्सि स्याटरडे छ र भोलि चाहिँ अर्को एउटा स्पेसल पनि छ होइन गाइज। हाम्रो स्कुलको एनिभर्सरीको दिनमा मम्मी बाबाको नि एनिभर्सरी रहेको छ भोलि चाहिँ र भोलिको भ्लग चाहिँ एकदमै स्पेसल हुनेछ गाइजहरू। अब हामी भोलि स्पेसल अब एनिभर्सरी स्पेसलमा हामी अब केही अब के गर्छौँ होइन मामा, भोलि एनिभर्सरीको दिनमा अब केही कुरा बनाएर खाने हो कि के गर्ने हो। भोलि त मेरो प्लान त बाहिर गएर खाना। ऊ कति क्युट पप्पी, आऊ 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 पप्पी पप्पी कति क्युट पप्पी हो, आऊ भाग्यो। आऊ 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 हामीसँग जाऊँ घर। पप्पी हामी जाती पप्पी मैं पप्पी है। गाइस अब हामी चाहिँ जान लागेका छौँ र घाम त अब डुबिसक्यो, के गर्ने। साथी हेलो गाइस भन्दैन म, हेलो गाइस भन्दैन सानो, हेलो भन्दैन सानो उता हेर्नु हेलो भन्दैन यहाँ मोबाइलमा भन्दैन। ओ गुड गर्ल गुड आर्या। र गाइस होइन अब चाहिँ हामी टक्क लाएर मर्स्याङदीको खोला तर्न जाँदैछौँ होइन गाइस। कता जाऊँ
उता हो ए यतैदेखि हाम फाल्न लाग्यो डर लाग्दो बाटो त्यही पनि म जस्तो डरलाई केही नि हुन्न र म राम्रो आउनुहोस् भन्न म जस्तो डनलाई यो बाटो केही नि हुन्न भनेको त झन् के भयो सर्टकट भनेको धन्न लङकट भन गाउलो गाउलो गाह्रो हुन्छ माम जुत्ता फुत्कियो बहिनीको मै उठायो त जुत्ता त Bob the Builder करके दिखाएंगे यस्तो छ अवस्था ए अवस्था ए चल्लामा आऊ त लाउनु नि त नजिक लरे जाम सो गाइस हामी मर्स्याङदी पुल तर्न लागेका छौँ तर्दैछौँ हामी र यता हेर्नुहोस् मर्स्याङदी यता मर्स्याङदी बोगे रोतिसुली है मलाई त गीत गाउनै हुन्न ल हेर्नुहोस् गाइजी यस्तो छ यहाँदेखि मोबाइल खस्यो भने के हुन्छ केही नि हुन्न र यस्तो छ पुल ओ माई गॉड हेर्न सक्नुहुन्छ गाइजहरु हेलो हेलो भनेको बाटो यस्तो छ सबै कुरा देखाउन पर्यो नि यस्तो छ र अब यहाँ एकचोटिमा कतिवटा यहाँ एउटा गाडी मात्रै होला है जान मिल्ने एकचोटिमा एउटा गाडी मात्रै खै कता ए यहाँ रहेछ एक पटकमा एउटा गाडी मात्र ओके एक पटकमा के झमक्कै अँध्यारो गाडी पाइन्छ पाइँदैन थाहा होइन अब यहाँ सिस्नु हेरी छैन गाइजहरु यहाँबाट घुमेर जाँदा टाइम लाग्छ हामी सर्टकट जान्छ यो बाटो यस्तो छ अब यहाँ जान्छु हैन मलाई गाह्रो लाउनु मलाई त गाह्रो भयो के ब्याग पनि ब्याग यस्तो छ अनि ब्याग पनि फेरि नानी पनि बोक्नलाई अनि बाबुलाई दिएँ होइन बाबुले लिएर हिँडेछ बहिनीलाई साथीहरू अब हामी चाहिँ यो उकालो छ ठाडै उकालो आमामा यो उकालोमा कसरी हिँड्ने हो थोरै भए पनि फेरि खुट्टाले थापैहाल्छ क्या उकालो भन्ने कुरा अनि बुनुलाई त मजा भयो होइन घरि मम्मीको हाक्का घरि दादाको हाक्का रमाइलो छ बुनुलाई त आमामा हेलो यताबाट नि रहेछ नि त बाटो यताबाट पुगिँदो बाबु यताबाट जान ए झाडी रहेछ र ल हेर्नुहोस् त ओहो अघि मैले खिच्दै आएको थिएँ एउटा भिडियो पुरै यति धेरै सिस्नो यो सिस्नोको तरकारीको कसलाई मनपर्छ कमेन्ट गर्नु होला हजुर पोखरा काठमाडौँबाट आउने गाडी हजुर पाइन्छ होला त्यसमै जाने हो घर चाहिँ है पोखरा काठमाडौँबाट फर्केको गाडीमा
हामी चाहिँ सुन्दर बजार जाने हो बोल्न नि गाह्रो भइसक्यो हजुर 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 दादाले फेरि घरि टोपी आइद नि बहिनीको खोइ टोपी म लिएन नि होइन होला नि भन्न आयो ओ माई गॉड बेसरी गाह्रो उकालो त त्यसै थाहा हुन्छ कि हैट बल्ल रोडमा आइपुग्यौँ हामी रोडमा आइपुग्यौँ अब यो रोडबाट फेरि मेन रोडमा पुग्नलाई लगभग 10 मिनट लाग्छ त्यो 10 मिनटसम्म पनि फेरि बाई फुट हिँड्ने हो हामी हजुर हजुर ल आफै हिँड्ने ल लाउनु दादा अब के भन्ने र थाकेर यहाँ लोत परिसक्यो म अब हजुरहरूलाई हामी गाडी आएपछि भेट हुन्छौँ गाडी भेटेपछि भेट हुन्छौँ है त हजुरहरूलाई हजुरहरूसँग छोरो चाहिँ फेरि बल खेलेको हेरेर उसलाई पनि बल खेल्न मन लाग्ने ऊ जत्रै साथीहरूले बल खेलेको हुन्छ हेर्दै 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 ब्याग भिरेर हिँडेको बिचरा साथीहरू ब्याग भिरेर हिँडेको थियो फाइनल्ली हामी गाडी चढेर पनि घर गइयो घर गएर फोटो अनि भिडियो बनाउने त हाम्रो टाइमै भएन हस् त हजुरहरूलाई आजको भिडियो यति नै कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न भने नबिर्सनु होला आउँदै गर्नेछन् हाम्रा नयाँ नयाँ भिडियोहरू त्यसको लागि प्रतीक्षा गर्नुहोला हस् त टेक केयर बाई